कम्पनी चाहिँ जापानभरि 400-500 वटा टेम्पो छ। म एउटा टेम्पोमा चाहिँ फुकुटेन्चो गर्छु। अघिल्लो पटक मैले भिजा चाहिँ गिजिङकोकोबाट झारेको हो र मैले गिजिङकोकोबाट भिजा छाडिसकेपछि अहिले यहाँ काम गरिरहेको छु। मेरो भिजा रिन्यू गर्ने बेला आइरहेको छ। म यो कम्पनीमा टिक्दा हुन्छ अथवा छोड्दा हुन्छ, केही एडभाइसहरू दिनुस् न भनेर मलाई मेसेज गर्नुभएको थियो। तपाईँ पनि त्यो रेस्टुरेन्टमा काम गर्नुहुन्छ र गिजिङकोको भिजामा हुनुहुन्छ भने यो भिडियो तपाईँले कहीँ कतै काम लाग्न सक्छ। तपाईँको अघिल्लो पटकको नाइयो के थियो एकपटक काकुरिन गर्नु होला र यस पछाडि पनि सेम नाइयोबाट हाल्दै गर्दाखेरि मैले अब भिडियोमा भन्ने कुराहरू एकदमै ध्यान दिएर सुन्नु होला। र सबैभन्दा सुरुमा चाहिँ जुन इमिग्रेसनले चाहिँ अघिल्लो सिकाचोबाट परिवर्तन गरेका धेरै कुराहरू छन् यो वर्षदेखि, त्यो कुराहरूलाई तपाईँले आफ्नो अफिसियल साइटमा गएर हेर्न सक्नुहुन्छ। जस्तो नियोङ्गोको भाषाको कुरादेखि लिएर बिजेटीदेखि लिएर एन्टोसम्मको स्किलको कुराहरू चाहिँ तपाईँ आफै खाकुरिन गर्नु होला। त्यो कुरा अलरेडी तपाईँहरूसँग छ भने तपाईँसँग अब नेक्स्ट स्टेपमा जाउँ। तपाईँ जस्तो अहिलेको नाइयो अनुसार मिलाएर काम गर्नुभएको छ र इमिग्रेसनले मुख्य हेर्ने भनेको चाहिँ नाइयो जे भए पनि जिसै तैँले मिसैभित्र त्यो कम्पनीभित्र चाहिँ काम के गर्छस् भन्ने कुरा चाहिँ एकदमै हेर्ने गरेको छ। र उस्तै पऱ्यो भने कम्पनीमा फोन गरेर सोध्ने र त्यो व्यक्तिलाई नै फोन गरेर सोध्ने क्रियाकलापहरू पनि एकदमै बढ्दो छ। तपाईँको कम्पनीले बुझाएको डकुमेन्टहरू र तपाईँले बोलेको कुराहरूमा फेरबदल आयो भयो भने चाहिँ इमिग्रेसनले तपाईँलाई बोलाएर तपाईँसँग कुराहरू सुने पछाडि भिजा दिने नदिने भन्ने कुराको डिसिजन गर्ने कुराहरू पनि म्याक्सिमम बढेको छ। धेरैजनाहरूको लागि मिल्ने सम्भावना भएको नाइयो अथवा चाहिँ कामको तरिकाहरू म यस प्रकार छ। टेम्पो उइए भन्ने हुन्छ एउटा उरियागे खान्डी, अर्को चाहिँ गेङ्का खान्डी भन्ने हुन्छ, अर्को चाहिँ हाच्यु ग्योमु भन्ने हुन्छ, अर्को चाहिँ गाईको चाहिँ सिडो, अर्को चाहिँ सिफ्तो साक्से, अर्को भनेको चाहिँ आरुबाइतो क्योइकु, टेम्पो खाइजेन्ते आन अरू भन्ने खालको नाइयो पनि तपाईँले राख्न सक्नुहुन्छ। होम्बु तनो खाइगी मानियो साक्से सिन्जिङ केन्स्यु थागेङ्गो खोयाकु सेक्याकु एसएनएस अथवा चाहिँ हान्सोको खिकाकुहरू। यदि यस्ता खालका कुराहरूमा तपाईँले आफ्नो ग्योमु नाइयो मिलाउन सक्नुभयो भने जुनसुकै भाषा जुनसुकै फिल्डमा पढेको मान्छेले इन्सुक्तेमा काम गर्दै हुनुहुन्छ भने मिलाउन सक्ने सम्भावना बढी हुन्छ। मैले भर्खरै भनेका कुराहरूलाई चाहिँ एउटा बुइन्सोमा तयार गरेर तपाईँले आफ्नो नाइयो तयार गर्न सक्नुभयो भने तपाईँको लागि प्लस पोइन्ट हुनसक्छ। र गर्न नहुने काम र लेख्न नहुने नाइयो भनेको अथवा फोन आउँदाखेरि तपाईँले भन्न नहुने कुराहरू भनेको चाहिँ मैले होरु दाके हताराइतेमास सेक्केकु दाके स्तेमास आराइमोनो दाके स्तेमास किचिन दाके यात्तेमास ओकेक्सामानो आन्नाइ सेसो आराइबा लगायतको यस्तो खालको जुन थान्जुन रोदो जसले पनि गर्न सक्ने काम हुन्छ त्यो खालको कामहरू चाहिँ तपाईँले फोन आएको क्रममा अथवा चाहिँ तपाईँले इमिग्रेसन पठाउने स्टोरीहरूमा लेख्नुभयो अथवा कहीँ कतै त्यस्तो खालको गन्ध आयो भने तपाईँ अलरेडी भिजा झरेको मान्छे भइसके पछाडि पनि नेक्स्ट टाइम भिजा रिन्यू गर्दाखेरि तपाईँको भिजा नझर्ने सम्भावना बढी हुन्छ। र अर्को चाहिँ जापानमा 500-600 टेम्पोहरू भएको ब्रान्चहरू भएको तपाईँ कम्पनीमा काम गर्दै हुनुहुन्छ, रेस्टुरेन्टमा काम गर्दै हुनुहुन्छ र तपाईँ कुनै पनि टेम्पोको फुकुतेन्चो अथवा तेन्चो गर्दै हुनुहुन्छ भने यो विषयमा तपाईँको चाहिँ होकेन पनि राम्रोसँग तिरिएको हुन्छ। तपाईँ स्याकै होकेन अलरेडी हुनुहुन्छ र तपाईँले चाहिँ भिजा परिवर्तन गर्दा बसाइ सर्दाखेरि धेरै किसिमको कामहरू गर्दाखेरि चाहिँ लिगली सबै किसिमको कुराहरूको चाहिँ 14 दिनभित्र होको गर्नुभएको छ, तोकिएको समयभित्र होको गर्नुभएको छ भने पनि तपाईँको लागि प्लस पोइन्ट हुन्छ र भिजा झर्ने सम्भावना एकदमै बढी हुन्छ। सो तपाईँले नर्मल्ली त्यहाँ रहेर सही काम गर्नुभएको छ, कुनै पनि पोजिसनमा हुनुहुन्न भने तपाईहरुले भने मैले माथि भनेको नाइयोलाई एकदमै ध्यानपूर्वक मिलाएर लेख्न सक्नुभयो भने तपाईको भिजा कोसिन हुने सम्भावना एकदमै प्रबल देखिन्छ। सो तपाईले चाहिँ थान्जुन रोदो बाहेकको अरू कुराहरूलाई एकदमै फोकस गरेर आफ्नो नाइयो मिलाउन सक्नुभयो भने भिजा रिन्यू हुने सम्भावना पनि बढी छ। तर जिसैले इमिग्रेसनको मान्छेहरू चाहिँ टेम्पोमै आएर हेर्ने क्रियाकलापहरू पनि बढी भएको हुनाले जतिसक्दो आफूलाई चाहिँ अलिकति त्यो ठाउँहरूमा चाहिँ टाढा राखेर काम गर्नु होला। भिजा रिन्यू गरिराख्नु बेला भएको छ अथवा भिजा रिन्यूको पिरियडमा हुनुहुन्छ भने र तपाईँ काम गरिराख्नु भएको छ भने चाहिँ त्यो अवस्थामा इमिग्रेसनको मान्छेहरू आएर हेर्न सक्ने सम्भावना पनि अहिले एकदमै बढेर आएको छ। यो कुराहरूलाई मध्यनजर गर्दै अगाडि बढ्नु भयो भने भिजा रिन्यू हुँदैन भनेर डराइहाल्नुपर्ने अवस्था भने छैन।